रासोपा सांसद रचना खतिवडाज्यू, तपाईले भन्नुभएछ 35 वर्षको भ्रष्टाचारको जालो हटाउन पठाएको गृहमन्त्रीलाई रुवाइयो। तर 27 भदौ 2082 यता सरकार तपाईहरूकै छ। 10 महिनाभन्दा बढी भयो सत्तामा बसेर भ्रष्टाचारको कुन जालो च्यात्नुभयो? तपाईले थप भन्नुभएछ तिम्रा बाहरूले 42 जना निर्दोष जीएनजीलाई गोली हान्न आदेश दिशा विपक्षीको बोली कहाँ अड्किएको थियो? तर म पनि सोध्न चाहन्छु, निर्दोष विद्यार्थीलाई राजनीतिक आन्दोलनमा पठाउनु हुँदैन भन्ने चेतना थिएन? डिस्कर्ड लगायत सामाजिक सञ्जालमा सुदनले हिंसात्मक आन्दोलन तयारी गरेको थाहा थिएन? नबग्नु शहीदहरूको रगत बग्यो, त्यसैको बलमा तपाईँ आज सांसद बन्नुभयो। तर त्यस आन्दोलनका घाइते र शहीद परिवारका पक्षमा आज किन खुलेर बोल्नुहुन्न? उनीहरूका परिवार आज पनि किन सडकमा छन्? घाइतेहरू आफ्नै सरकार विरुद्ध किन आन्दोलन गरिरहेका छन्? उनीहरूको रगतको बलमा बनेको सरकारले नै उनीहरूलाई किन बिर्सियो? जीएनजीका शहीदहरूको नाममा चुनावमा मत माग्न प्रयोग गर्ने, तर सत्तामा पुगेपछि उनीहरूलाई नै बेवास्ता गर्ने राजनीतिक कति दिन चल्छ? माजिद अन्सारी, सरिस्मा थापा लगायत जीएनजीलाई किन धडपकड गरियो? मुगुका गणेश नेपालीले बालेन सरकारले गरेको दुर्व्यवहारका कारण आत्मदाह गर्दा तपाईँ किन चुप बस्नुभयो? आखिर आमाको कोख रित्तिने पीडा तपाईँको मात्र हो? होइन भने तपाईँ र तपाईँको दलका सांसदहरू किन मौन बस्नुभयो? अब आँसु देखेर सहानुभूति बटुल्ने राजनीतिक छाड्नुहोस्। यो न बिक्छ न टिक्छ। उसो त सायद तपाईँ कलियुगकी आमा हुनुहुन्छ। त्यही भएर सुदन गुरुङको आँखाको आँसुले तपाईँलाई भावुक बनाउँछ। तर ख्याल राख्नुहोस्, जीएनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूको आँसु पनि त्यत्तिकै मूल्यवान छ। त्यसैले भन्छु, आमा भावनात्मक ब्ल्याकमेल गर्ने शब्द होइन।